हेलो फ्रेन्ड्स, आज पनि निरोज फुड वर्ल्डमा मैले लिएर आएको छु खट्टा मिठा आँपको अचार। यो चाहिँ स्पेसली फर मेरी प्यारी देउरानी। ल मेरी देउरानीलाई आँपको अचार बनाउनलाई रेसिपी चाहियो रे। अब हामी सुरु गरौँ है त। अब प्यानमा हामीले तेल तताएर पछि यसमा फुराउँदै जाउँ मेथी, अनि त्यसपछि त्यसमा हामीले बिर्सिनै नहुने कुरा भनेको चाहिँ सौँफ हो है साथीहरू। आँपको अचारमा सबैभन्दा मेन इन्ग्रेडियन्ट, एउटा पावरफुल रोल प्ले गर्ने भनेको सौँफ हो। त्यही भएर अब यसमा हामी सौँफलाई फुराउँछौँ। सौँफलाई यसरी मजाले फुराइसकेपछि अब यसमा हामी एड गर्छौँ थोरै हिङ पनि एकदम यसलाई पाक्नको लागि अनि फ्लेभर इन्हान्स गर्नको लागि सपोर्टिभ एउटा इन्ग्रेडियन्ट हो है त साथीहरू। त्यही भएर हामीले यसलाई अब मजाले चलाऊँ। यसरी यो ब्राउन मजाले डार्क ब्राउन भएपछि अब हामी यसमा फुराउँ काँचो आँप मजाले मसिनो बनाएर ठिक्क बनाएर काटेपछि हामीले यसमा फुराएर मजाले चलाऊँ। अब हामी यसमा एड गर्छौँ थोरै बेसार अनि आफ्नो टेस्ट अनुसारको नुन, किनभने हामीले यसमा चिनी पनि पछि एड गर्नुपर्ने भएको भएर नुन चाहिँ यो आँपलाई गलाउनको लागि हो। तर पनि हामीले आँपमा यति नुन हाल्दा चाहिँ हाम्रो टेस्ट अनुसारको हुन्छ है भन्ने हिसाबले नै हाल्नुपर्छ। अब यसलाई राम्रोसँग चलाएर अब हामी राख्दिउँ यसलाई छोपेर। यो चाहिँ मजाले नआत्तिकन छोपी बनाउने डिस हो है साथीहरू। यसलाई चाहिँ मजाले हामीले पाक्न दिनुपर्छ। हुन त यो 15 मिनटमै रेडी भइसकेको थियो। 15 मिनटमा मजाले बनाउन सकिन्छ घरमै मिठो पिरो अमिलो गुलियो टक्क परेको आँपको अचार। अब हेर्नुहोस् त, यसरी मजाले तेल राखेर मजाले छोपी पकाएपछि यो भयो यतिको। अब हामी यसमा मसलाहरू एड गरौँ। मसलामा मैले लिएको छु घरमै पिसेको जिराको पाउडर, चिली फ्लेक्स, अनि त्यसपछि अब हामी यसमा एड गर्छौँ गरम मसलाको पाउडर। गरम मसलाको पाउडरले पनि एकदमै राम्रो फ्लेभर दिन्छ, काँचो आँपको अचार होस् या लप्सीको अचार। गरम मसला पाउडर अनि त्यसपछि सौँफ चाहिँ मेन रोल प्ले गर्ने एकदमै गेम चेन्जरवाला इन्ग्रेडियन्ट हो है त साथीहरू। अब हेर्नुहोस् यो मसला पनि मजाले पाक्यो। अब यसरी चलाउँदै छोप्दै पकाउँदै गर्दाखेरि हेर्नुहोस् त आँप कसरी मजाले पाक्दैछ। अब हामी यसमा एड गर्छौँ थोरै तातो पानी। आज चाहिँ मसँग तातो पानी ठ्याक्क एक्ज्याक्टली एट द मोमेन्ट रेडी थिएन, त्यही भएर मैले चाहिँ चिसै पानी एड गरिदिएँ। अब तपाईँहरूको अनुसारले हेरेर चिसो तातो थोरै पानी एड गरेर फेरि हामी यसलाई राखिदिन्छौँ छोपेर, किनभने यसलाई मजाले गलेर हलुवा जस्तो भयो भने चाहिँ यो एकदमै खानामा चटनी जस्तो टक्क मजा आउँछ साथीहरू। त्यही भएर छोपी हेर्नुहोस् त मलाई कस्तो रोग लागेको छ। म साइड बाई साइड ग्यास पुस्दैछु, अरू काम पनि भ्याउँदैछु। ल हेर्नुहोस् त कस्तो मजाले पाक्यो। अब यसलाई हामीले थिची पकाउँदै राख्दाखेरि थिची गरेर यसरी सबलाई पेस्ट बनाइदिने है साथीहरू। अनि त्यसपछि त झन् हुन्छ। ल हेर्नुहोस् यो चाहिँ हजुरहरूले पाक्दैछ, राम्रोसँग पाकिराखेको छ भनेर कसरी हेरेर थाहा पाउने भने यो आँपबाट तेल चाहिँ साइड लाग्दै जान्छ। तेल चाहिँ साइडमा लाग्छ। यो चाहिँ भाइले खाँदैन अनि भाइलाई अमिलो हुन्छ। अनि यो चाहिँ यसरी मजाले गल्दै गएपछि कति राम्रो हुन्छ। ल हेर्नुहोस् तेल कस्तो मजाले छुट्यो साइड बाई साइड। अब यति भएपछि साथीहरू बल्ल यो मोमेन्टमा आएर हामीले यसमा मिठो गुलियो स्वाद
गुलियो स्वाद बनाउनको लागि यसमा हामीले अब चाहिँ एड गर्ने हो चिनी। चिनी भनेको जहिले पनि हामीले लास्टमा एड गर्नुपर्छ। अब यो चिनी एड गरिसकेपछि सरर चलाउने, चिनी मेल्ट भएपछि यो पनि रेडी भयो। चिनीलाई जति धेरै पकायो यसले चाहिँ हाम्रो खानालाई त्यति नै टाइट बनाउने, कसिलो बनाउने काम गर्दै जान्छ। त्यसले भएपछि चिनीलाई मेल्ट भएपछि यसको काम सिधियो अनि यसमा मजाले फ्लेभर पनि आउँछ। ल हेर्नुहोस्, नाउ अब हामी यो अचार इन्जोय गर्नको लागि तयार भयो। ल हेर्नुहोस् त कस्तो टेम्पटिङ, कस्तो मिठो देखिरहेछ। मेरो त मुख रसाइसक्यो साथीहरू। भिडियो एडिटिङ गर्दा गर्दै मलाई यो खान मन लागिसक्यो। अब चाहिँ म यसलाई मामसँग खान्छु। बाइ बाइ साथीहरू।